पानी पनि कति पर्न सकेको कि साथीहरू। जाडो पनि बढेको छ, त्यसैले आज साँझ चाहिँ मैले बाख्राको सुकुटी र कोदोको ढिँडो पैको खानी निधो गरेँ। साँझको लागि सुकुटी भिजाएर राख्दैछु। यति भए चाहिँ पुग्छ होला है म एक्लैलाई कि अलि धेरै हुन्छ। यसलाई चाहिँ पानीमा भिजाएर राख्छु, अलिक कमलो हुन्छ के खानाको लागि सजिलो। हेर्नु न, पानी पनि कति परिरहेको के बस्ने नामै लिँदैन। यो चाहिँ मेरो कर्म घर हो। खेतीभित्र आउने बेलामा पानीले झ्याउ गरे कि साथीहरू। हेर्नु न, हाम्रो कोदो टिप्न अझै बाँकी नै छ, जम्मा यति मात्रै टिपेको छु। पानीले झ्याउ गऱ्यो नि त। दिनभरि यत्तिकै सुते। अब चाहिँ खाना बनाउन सुरु गर्नु पर्यो। आगो सल्काउँदैछु। मैले चाहिँ यसरी भिडियोहरू चाहिँ आज फर्स्ट टाइम बनाउँदैछु के, त्यसैले कसरी बनाउने, के बोल्ने केही थाहा छैन। यत्तिकै बनाउँदैछु, एक्लै छु नि त, अनि टाइम पास भनौँ। आगो पनि सल्काएँ। अब म तरकारीहरू रेडी गर्नेसम्म चाहिँ बाख्राको लागि कुँडो बसाल्छु। सुकुटीमा अलिकति आलु पनि मिसाउनु पर्यो हल्का ग्रेभी बनाउनको लागि। अनि प्याज काटेँ। यो टमाटर चाहिँ अर्ग्यानिक हो है। त्यसपछि थोरै कालो धनियाँ टिपेँ। यो चाहिँ बाख्राको लागि भोलिलाई। कुँडो पाक्नेसम्म चाहिँ मसला पिसेर रेडी गर्दैछु म। लसुन ल, मसला पनि रेडी भयो, कुँडो पनि पाक्यो। अब चाहिँ म तरकारी बनाउँछु। मलाई त्यति मिठो खाना बनाउन त आउँदैन है, तर पनि आज जाडो दिन भयो अनि पैको खान मन लाग्यो कि। थुप्रै दिन भयो मैले पैको खाएको पनि छैन, एक्लै छु अनि बनाउन पनि अल्छी लाग्छ। आज चाहिँ खान मन लाग्यो अनि बनाउँदैछु। बाख्राको सुकुटी र पैको खाने भनेर धेरै नै उत्साहित छु म। तरकारी त अलिक धेरै नै हुन्छ होला मलाई त। 2 दिनलाई नै होला जस्तो छ मेरो तरकारी त। ल, तरकारी पनि पाक्यो। अब चाहिँ म पैको बाहान बसाल्छु। यति भए त पुग्छ होला। यो अलिक धेरै हुन्छ। पैको बाहान उम्लिनेसम्म चाहिँ म टमाटरको चटनी बनाउँदैछु। हल्का तातो पिरो बनाएर खानु पर्यो कि, टिमुर राखेर, जाडो छ नि त। चटनी पनि बनाएँ। यसलाई चाहिँ हामीले छु भन्छौँ है, गोलभेडाको छु। ल, पैको बाहान पनि उम्लियो। अब चाहिँ म पैको बनाउन सुरु गरेँ ल साथीहरू। एक्लैलाई त राम्रै बनाउँछु होला, अलि धेरै पकाउनु पर्यो भने त सक्दिनँ, ढङ्ग नि छैन कि मेरो त। अब गफमा हजुरहरूलाई भुलाउँ भनौँ भने मलाई गफ गर्न पनि आउँदैन, कि बोल्न पनि आउँदैन राम्रोसँग है। जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गर्दैछु ल। पैको त अलिक बढी हुन्छ कि। खाना त मैले धेरै नै खान्छु पैको है। म मान्छे हेर्दा मात्रै सानो हो, खाना त खान्छु तर कता जान्छ के। जति खाए पनि जे खाए पनि ज्यानै लाग्दैन कि मेरो त। म के भएँ यस्तो। मैले पकाएको देखेर नहाँस्नु होला है हजुरहरू। ल, अब चाहिँ मेरो पैको पाक्यो।
यतिको भयो रहेछ। म चाहिँ खाना पस्काउँदैछु। पैँकु रसे गोलभेडाको छु। मुखै रसायो। अब चाहिँ म खाना सुरु गर्छु ल। कस्तो बनेको छ खाए ल साथीहरू। बाई बाई।